पी शर्मा ओली र रमेश लेखक पक्राउ परिसक्नु भयो। सत्तामा पुगेपछि विपक्षीलाई अनेक परीको उसमा चाहिँ फसाउने अनि धरपकड गर्ने थुन्ने अनि त्यहाँदेखि फेरि त्यो विपक्षी सत्तामा पुगेको बेला फेरि त्यो सत्ता पक्षमा तत्कालीन जो थियो त्यसलाई फेरि त्यसो गर्ने भन्ने खालको जुन लामो समयदेखि देखिन्छ र अहिलेको जुन छ यो पनि अब हुन त अब विविध कारणहरू त्यहाँ होला त्यो प्रतिवेदनको कुरा केको कुराहरू थुप्रो छ तथापि यो अब हिजो भर्खरै मात्रै हैन सरकार शपथ ग्रहण गरिरहेछ बल्ल भयो अनि रातारात त्यसो गर्दाखेरि चाहिँ त्यो देखिन्छ एक खालको प्रतिशोधी लागेछ त्यस्तो देखिन्छ। सर तपाईले प्रसङ्ग निकाल्नुभयो यो प्रतिवेदनको विषय पनि केही होला भनेर भन्नुभयो। प्रतिवेदनले स्पष्ट रूपमा भनेको छ त्यो खोइ मैले हेरेको छैन त्यो 1000-2000 पेजको के रे 900 पेज 907 पृष्ठको छ त्यत्रो अब त्यो हेर्ने कुरो पनि भएन हैन अझले पुरा पढ्नु भएन छैन पढ्नु हुन्छ होला नि पढ्न त त्यो अब त्यो भोल्युम ठुलो भएको कारणले र अब त्यो पत्र पत्रिकामा पुरै पनि आइराखेको छ त्यसमा म चाहिँ के भन्छु भने अब यो कानुन भनेको सबैलाई बराबरी समान तरिकाले लाग्नुपर्छ अब यो चाहिँ अलि जुन खालको किसिमको चाहिँ अहिले देखिएको छ यो चाहिँ त्यो खालको देखिँदैन मैले देख्दा। त्यसमा त्यो प्रतिवेदनमा मैले चाहिँ अब त्यो सबै अध्ययन गरेको छैन कि त्यसमा अब त्यो सबै कुराहरू त्यहाँ खुलाउनु पर्छ। 23 गतेको कुरा अनि 24 गतेको कुरा त्यो हाम्रो सम्पदाहरू जलाउनेहरूलाई पनि अब कसले अगुवाई गरेको थियो कसको डिजाइनमा भएको थियो त्योहरू पनि त्यो प्रतिवेदनमा हुनुपर्ने हो हैन।